सिलिन्डर कुद्दै यहाँ मान्छे कार्तिक लागिसक्यो तिमीलाई धिक्कार छ हेर गाइस हामी आज 4 बजे निस्केको घरबाट किन निस्केको भन्नु होला यहाँ यहाँ मेला लागेको रहेछ मेला हेर्नलाई आएको मस्त जोक मारा मेला देखाइदेऊ ए रोक्नु म तपाईलाई देखाउँछु तर बाना लाग्यो भने त कति बेर लाग्छ होला हैन 1 घण्टामा सकिन्छ एउटा गाडी कति नम्बर हो साथी हाम्रो ग्यासको 392 साथी 392 सिलिन्डर कुद्दै यहाँ मान्छेहरु बहिनी नमस्कार यतातिर हाम्रो सिनियर दाइहरु पनि हुनुहुन्छ 92 मा साथी अब यतातिर आजै छ 4 बजे आएर पनि हाम्रो केही होला जस्तो छैन 392 कालो कुटिराखा मामी तर है मान्छेहरु कति धेरै आउनु भएछ हामीभन्दा अगाडि लाइन आज 2 किलोमिटर जति छ यस्तो छ मेला थाहा पाइसक्नु होला यो मेला के को यति मात्र हैन यहाँभन्दा अगाडि 300 वटा छ हाम्रो उयोमा चाहिँ 392 पढ्यो हामी 92 मा यहाँनिर पढेछौँ भनेपछि सिनियर दाइहरु पनि हुनुहुन्छ त्यहाँ दुईजना यहाँनिर दुईजना दाइहरु पनि बिचरा 2 हप्तादेखि खाना नखाए बस्नु भएको छ रे यो सबै खाना नखाकै तिम्रो के हो खै अनि साथी 2-4 वटा स्टकमा राख्नलाई नि होला तर यत्रो मेला है त्यतिर हाम्रो घरबेटी अंकल ग्यास गन्दै हुनुहुन्छ होला सायद सिलिन्डर कतिवटा छ भनेर आउनु भएको होला तर यार बिजोग रहेछ त हो सबैको घरमा हेर त यत्रो ग्यास निस्क्यो भनेपछि सिलिन्डर बिहानको 5 बजेको नजारा झगडै पर्ला जस्तो त हो सुन्नुपर्छ हजुर हाम्रो घरबेटी अंकल 2 कोठा घर गएर आइसक्नु भयो हराको तर 1 नम्बर लाइन बस्ने मान्छे त रातभरि सुतेन होला बिचरा हामी त 4 बजे उठेर त 392 मा पायौं भनेपछि हेर न यस्तो म त डार्क सर्कल्स पनि आउन थाले हेर कालो कालो सत्तर तिमी यति गोरो भएर नि डार्क सर्कल देखिदैन नि आहा अब म सुतेक्सै गर्छ खबर सुतेक्सै गर्छ म डिप्रेस भएको छैन नि साथी यानी तिमी जस्तो हो र नसुत्ने ए अब त्यहाँ बसिराखेर के गर्नु भनेर यसो घुम्नलाई निस्केका बिचरा नसुतेरै बस्यो होला नि त त्यत्रो त्यो 1 लाई चाहिँ हैन के टप 100 सम्म पनि उयो नै हो नि बिचरा हामी 300 400 मा पढ्यौं भनेपछि 100 मा पर्ने पो होला है 100 सम्म त हुरुरु आयो होला नि त्यत्रो तिम्रो साथी हो तिम्रो बेबी ओली हो त्यही त कान्छी बजार आएको छौँ यताबाट सनराइज हुँदैछ कस्तो राम्रो देखियो है यताबाट कति उज्यालो होइन बर्ड वाचिङ त ठिकै रहेछ ए कार्तिक लागिसक्यो यिनीहरूलाई आफ्नो घर जा सुँगुरको थाहा पाउँदैछ सुँगुर नाम सुन्न हुँदैन
यो 2-4 दिन ग्यास नपाएदेखि त झनै उसलाई यस्तो भएको छ डिप्रेसन मासु खान नपाएर डिप्रेसन हुने मान्छे को भन्दाखेरि त्यसमा राई त्यसमा त ग्यास पनि छैन हेर ग्यास पनि सकेर मासु त झनै पाउँछ बिजो हेर केमा पकाउनु मुखमा काँचै खाइदिने साथी काँचै पनि खाइदिन्छ होला यो मान्छे त मासु पाएपछि तर केही छैन आज ग्यास पाउँछ होला साथी तिमी अब डिप्रेसन हुनु पर्दैन भन्दै भन्दै मैले सम्झाएर दिएको छु यो मान्छेलाई आज पाएन अब अझै पाएन छ भने चाहिँ ओलीको यस्तो आज पाउँछ साथी पाउँछ तिमी डिप्रेसन धेरै हुनु पर्दैन ओलीलाई यो कटारीबाट पनि हटाइदिन्छु म बुझ्यौ 4 बजे उठेर नि ग्यास पाउँदैन भने त्यसमा मेरो के गल्ती भन त 4 बजे उठाएर ल्याएकै हो तिमीलाई यहाँ लाइनमा बसाउन मैले उठाएको मैले मलाई उठिसकेको थिएँ 3:30 बजे अनि कल गऱ्यौ त कल गर्न भन्दा नि कति लामो साथीहरू कुखुरा नि यत्रो अग्लो छ तिमी के भएर यस्तो भयो हेर त कुखुराको खुट्टा हेर त्यहाँ राम्रो तिमीलाई धिक्कार छ हेर मजातिकै रहेछ क्या यार यो त ठिक छ आज आएर तिमीले पनि यस्तो भन्यो यो त यसको नाम त थाहा छैन है मलाई थाहा तिमीलाई नाम एकछिन म प्रोसेसिङ गर्छु मेरो दिमागमा यसको प्रोसेसिङ फेरि आधी घन्टा हुन्छ एकछिनबाट भन्छु यसको नाम मलाई थाहा थियो कि मेरो दिमागमा आइरहेको छ मुखमा आएन क्या साथी एकछिन हुँदैन प्रोसेसिङ हुन दियो उयो तर त्यसको खाना है जाने एक पैसा ल्याएको छैन मलाई अनलाइन हुन्छ होला नि त कतै अनलाइन त कसले गरिदिन्छ टाकी भन्छ टाकी एस आई नो यो प्रोसेसिङ छिटै हुन्छ त बुवा हो र कटारी हस्पिटल कस्तो यहाँ छ कटारी अस्पताल सरकारी अस्पताल हो नि आरती गर्दै हुनुहुन्छ लु आरती बिचरा लज हामी कस्तो अब त्यहाँ उयो गर पूजा गरेको रहेछ हाम्रो कटारीमा यसरी पूजा हुन्छ आरती हुँदैछ बिहान बिहानै यहाँनिर अर्को स्केट पार्क पनि छ कटारीमा तर यो नचलेको होला सायद पहिला त थिए हो यो ठाउँमा पनि मान्छेहरू अहिले चाहिँ छैनन् स्केट पार्क पनि कस्तो ठाउँमा छ देखाइदिउँ न अनि स्केट पार्क पनि हुत्तेर तल झर्ला जस्तो छ यहाँ यो रे स्केट पार्क बनाएको राति टोइलेट गर्दै त हो यहाँ नबस्नु साइडको तिम्रो टोइलेट गर्ने ये झूठ बोल रहा है ये झूठ बोल रहा है हो अलिक रातो कुरा खाँदैन अलिक रातो खाँदाखेरि त पिछो पनि आउँथ्यो होला टोइलेटमा हप्तामा एकपल्ट जान्छ हो लन्चले सबै यहाँ गर्दो रहेछ चल बस रुलाएगा क्या टाइम अनि ऊ पनि टेम्परेचर पनि आइम फेरि ब्याक टु सिलिन्डर लाइन 224 221 200 सिलिन्डर यहाँभन्दा अगाडि साथी आज आउँदैछन् सिलिन्डर हेर न ओइ त्यो फर्स्ट नम्बरमा लाइन लागेकोलाई अङ्कललाई चाहिँ सोध्न पर्छ यार कति बजी आएको आउनु भनेर रातभरि सुतेको छैन हेर न यहाँ बस्ने मान्छे पनि त होला नि है राति आएको 93 90 ओइ परेबाट होला नि एउटाले टिन्टिनवटा बाँधेका छन् 22 कसको बाँकी छ हो एक नम्बर यहाँ 1 नम्बर यहाँ आज खुलेकै छैन
यत्रो लाइन उठ्नु पर्यो 3 बजी उठ्नु पर्छ 3:30 मा त्यत्रो उठेको नि बिउजेपछि त रुक्क उठेर आउनु पर्ने रहेछ क्या अब के थाहा त सबै यति छिटो उठ्छन् भन्ने कुरा है त्यो अङ्कलले त पुरै भनिदिइरहेको थियो प्रशासन पुगिसक्यो भन्ने भनेको तर विश्वास नगरेको है त्यत्रो त पुग्यो होला र जस्तो लागिरहेको थियो मलाई त नै होला म त भनेर नै म त 50-60 त पुग्यो जस्तो लागिरहेको थियो बिहानै उठेर साथी लाइन त घुमिसकेछ त त्यहाँ पुगेर पनि त्यहाँ पुगेर यता घुमिसकेछ ठाउँ नपुग्ला जस्तो छ हो लाइन लाग्नलाई अब त 2 hours later. मुडै ल्याएर आउनुभएछ हो बस्नलाई के हो यस्तो यस्तो लाइन त कहीँ बसेको देखाएको थिएन हो फर्स्ट टाइम साथी यस्तो लाइन किसिम बस्या थियो तिमी ग्यासै झरे छैन अझै पालो आउला जस्तो छैन आज पाउनु भएछ त ओ यही रेक ट्रक त होला है एक नम्बरले नि पाएको छैन भाइ अझ सिलिन्डर त हामी दिन्छै हामी अब पाउँदैनौँ भनेर हात खाएर हिँडिसक्यौँ पानी खाएर गाइज कटारीमा ग्यासको लागि कत्रो लाइन हो सबै ठाउँमा हुनु त त्यस्तै होला के हो र अनि साथीको लाइन बस्न गएको अनि कलेज जाने टाइम भएर हामी त कलेज गयौँ साथी चाहिँ लाइन बसेर कलेजै गएन कलेजै नगएर पाएछ अनि त्यहाँ लाइनमा चाहिँ आन्टीहरू लाउने बेला चाहिँ चुपचाप घन्टी छाप लगाइयो अहिले चाहिँ ग्यासको लाइन बस्न पर्यो भन्दै थियो के त्यही कारणले होला ग्यास बस्न परेको के हो कुरो कमेन्ट गर्नु त कोलाई यस्तो लाग्छ नआइले राम्रो गर्छन् भनेको के हो Thanks for watching. Please subscribe.